नमस्ते, मेरो नाम लोक चित्रकार हो। म परम्परागत चित्रकला विधाको चाहिँ चित्रकार भन्नुपर्यो। अनि मेरो कला विधाको नाम चाहिँ पौभा हो। अनि म विशेष यो पौभाको चाहिँ मध्यकालीन शैलीलाई चाहिँ जगेर्ना गर्दै अहिले नयाँ शैलीमा ट्रान्सफर गर्ने प्रयासरत छु। यो अहिले हुन लागेको चाहिँ काठमाडौँ आर्ट बिएनालेमा मेरो सहभागिता गर्न पाएकोमा आयोजकप्रति धन्यवाद दिन चाहन्छु र साथै मेरो चाहिँ विषय मैले सबमिसन गर्न लागेको विषय चाहिँ मार विजय हो। यो मार विजय भनेको एउटा चाहिँ बुद्धको विभिन्न बुद्ध चरित्र जुन चाहिँ बुद्धले ध्यान गर्ने अन्तिम ध्यानमा अनि उहाँले चाहिँ सबै मारलाई विजय गरेर ऊ चाहिँ बुद्ध बनेको। त्योभन्दा अगाडि बुद्ध बनेको थिएन। बुद्ध बनेको चाहिँ स्टेज हो जुन बुद्ध बन्नको लागि चाहिँ कति हिन्ड्रेन्सहरू कति बाधा अर्चनहरू चाहिँ आएको थिए। ती कुराहरू सबै त्यो सिनलाई चाहिँ मार विजय भन्ने चलन छ। त्यही आधारमा मैले बुद्धले ध्यानबाट चाहिँ भएका उसका पूर्व जन्मकादेखि अहिलेकासम्म सबै मारहरू बाधा अर्चनहरूलाई चाहिँ त्यसमाथि चाहिँ विजय पाएको चित्र चाहिँ गर्न लागेको हो। मार विजय भनेको एउटा यो बुद्धिस्टमा चाहिँ युनिभर्सल थिम हो। अनि अहिले बिएनाले हुन लागेको एउटा भावना हो। त्यो भावनामा चाहिँ अब त्यो चित्रको चाहिँ कन्टेन्ट चाहिँ जुन छ त्यो विषयवस्तुहरू चाहिँ मेरो व्यक्तिगत भावनासँग पनि जोडिएको। अनि यो विषय चाहिँ धेरै अगाडिदेखि गरिरहेको हुनाले अनि यो ट्रेडिसनल पेन्टिङको विषय त आफ्नो छँदैछ। त्यो साथसाथै मैले त्यो पेन्टिङ किन गरेँ भन्ने कुरा चाहिँ त्यो मेरो भावनासँग चाहिँ जोड्न आयो। अब भावना त एकदम एब्स्ट्र्याक्ट कुरा भयो। त्यो सहज जहाँ पनि फिट हुने कुरा भयो। मेरो लागि चाहिँ अब चित्रण गर्दाखेरि भावना चाहिँ सधैँ मेरो चाहिँ दुईवटा कुरा हुन्छ। एउटा चाहिँ चित्रको विषय किन मैले त्यो चित्रको विषय छान्ने भन्ने कुरा र त्यो छान्नुपर्ने कारण दुईवटा चाहिँ अलग अलग कुराहरू भयो। त्यो किन छान्ने र त्यो विषय छानेर पनि त्यो विषयलाई एकदम इमान्दारीपूर्वक परम्परागत शैलीमा अनि फेरि त्यो अभिव्यक्ति गर्ने जुन नियम शास्त्र सम्मतको नियम चाहिँ मैले ठिकसँग चलाउनु पर्छ भन्ने मेरो एकदम गहकिलो विचार छ। अनि त्यो दुईवटा चाहिँ समागम भएको जस्तो लाग्छ मलाई। अनि यो बिएनाले एउटा महत्त्वपूर्ण अनि यो चाहिँ प्रत्येक 2 वर्षमा हुने चित्रकला प्रदर्शनी हो। चित्रकला साथै मूर्तिकला यो चाहिँ नेपालको सन्दर्भमा अनि यो एकदम निजी क्षेत्रबाट गर्न लागेको यो एकदमै महत्त्वपूर्ण। यस्तो चाहिँ घटनाहरू चाहिँ भइरहेको छैन। अब मोना म्युजियम चाहिँ प्राइभेट फर्मबाट एउटा चाहिँ पाइनियर म्युजियम हो। अनि मोनाको चाहिँ गतिविधिमा यो चाहिँ क्यालेन्डर वाइज प्रत्येक 2 वर्षमा हुने हुनाले चाहिँ यो एकदम महत्त्वपूर्ण। 2 वर्षमा चाहिँ नयाँ अनि नेपाली आर्टिस्टहरूको पनि कति परिवर्तन भएको छ भन्ने कुरा चाहिँ त्यो आर्टको मूल्याङ्कन गर्ने आधार पनि हो। प्रत्येक 2 वर्षमा चाहिँ आर्ट सिनारियो के भइरहेछ भनेर चाहिँ प्रस्तुत पनि हुने जस्तो मलाई आशा लाग्छ। यो वर्ष 2026 जुनको 6मा 6देखि यो आयोजना हुँदैछ। सबैजना चाहिँ पाल्नु होला। मेरो पेन्टिङ लगायत सबै पेन्टिङहरू हेर्न चाहिँ आइदिनु होला। यो चाहिँ एउटा महत्त्वपूर्ण घटना हो।